हाई एभ्रिवान, आज चाहिँ म समोसा बनाउन जाँदैछु अनि मैले समोसाको लागि आलु चाहिँ आलु उसिन्न राखिसकेको छु अनि म चाहिँ यहाँ आटा तयार गर्न गइरहेको छु। म चाहिँ यहाँ समोसाको लागि अब आटा तयार गर्न गइरहेको छु। मैले यहाँ 1 कप चाहिँ मैदा राखेको छु। सानो चम्चाको हाफ चम्चा चाहिँ नुन राख्न गइरहेको छु। सानो चम्चाको हाफ चम्चा चाहिँ ज्वानो पनि राख्दैछु। ठुलो चम्चाको 1 चम्ची चाहिँ तेल पनि राख्दैछु। म चाहिँ अब यसलाई चाहिँ मजाले मिक्स गर्न गइरहेको छु। यसलाई चाहिँ एकदम मजाले मिक्स गर्नुपर्छ। यो चाहिँ अब यसलाई चाहिँ यसरी हेर्नुपर्छ हैन, यस्तो भयो भने चाहिँ यो मजाले मिक्स भइसकेको हुन्छ। सो यो चाहिँ मिक्स भइसकेको छ। यो चाहिँ यतिको भइसकेको छ। अब यसमा चाहिँ थोरै थोरै पानी हालेर चाहिँ म डो बनाउन गइरहेको छु। यसलाई चाहिँ थोरै थोरै गरेर पानी हाल्दै मुस्नुपर्छ, किनभने यसलाई चाहिँ अरु बनाउने आटा जस्तो धेरै पातलो बनाउनु हुँदैन। यसलाई चाहिँ सुक्खै राख्नुपर्छ। त्यही भएर चाहिँ अलि सारो डो बनाउनु पर्ने भएकोले यसलाई चाहिँ म थोरै थोरै पानी राख्दै आटा तयार गर्न गइरहेको छु। एकदम थोरै थोरै पानी युज गर्नुपर्छ यसलाई चाहिँ, किनभने गिलो भयो भने चाहिँ फेरि राम्रो बन्दैन। अलि सारै हुनुपर्छ। डल्लो बनाउँदै जाने, बिस्तारै बिस्तारै। एकछिन टाइम लाग्छ यो बनाउनलाई चाहिँ। यो चाहिँ यतिको सारो भइसकेको छ। लगभग यो चाहिँ यतिको चाहिँ भइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ। यतिको सारो भइसकेपछि चाहिँ अब यसलाई हामीले तयार भइसक्यो भन्ने बुझ्नुपर्छ। र यो चाहिँ तयार भइसक्यो र यसलाई अब हामी एउटा ढक्कनले छोपेर राखिदिन्छौँ 15 देखि आधी घण्टाको लागि चाहिँ। मैले चाहिँ समोसाको तरकारी बनाउनको लागि चाहिँ आलु यति लिएको छु। यसलाई चाहिँ मसिनो पारेर म्यास गर्छु। अनि प्याज चाहिँ सानो गरेर काटेको एउटा प्याज लिएको छु। उसिनेको आलुलाई यतिको म्यास गरेको छु। ठुलो चम्चाको 2 चम्चा जति ओइल राखेको छु। पिरोको लागि चाहिँ सुकेको खोर्सानी 3टा जति फुराएको छु। धुलो खोर्सानीको सब्स्टिट्युटमा हजुरहरूले धुलो खोर्सानी छ भने त्यो पनि युज गर्न सक्नुहुन्छ। थोरै मेथी पनि एड गर्दैछु। अनि 1 चम्ची जति जिरा पनि म चाहिँ यसमा फुराउँदैछु। यसले चाहिँ टेस्ट पनि मिठो आउँछ तरकारीमा। म चाहिँ अब यो चाहिँ हल्का ब्राउन भइसकेको छ। अब यसमा चाहिँ मैले यो काटेर राखेको मसिनो पारेर काटेर राखेको एउटा प्याज चाहिँ यसमा फ्राई गर्दैछु। यसलाई चाहिँ धेरै भुट्नु पर्दैन। हल्का यसको कलर चेन्ज हुन्जेल, हल्का कलर हुन्जेल चाहिँ यसलाई भुट्नु पर्ने हुन्छ। यसको चाहिँ यतिको कलर चेन्ज भइसकेको छ र अब यसलाई चाहिँ हामीले योभन्दा धेरै चाहिँ कलर चेन्ज गराउनु पर्दैन, मतलब गलाउनु या पकाउनु पर्दैन। यतिको भइसकेपछि हुन्छ। अब यसमा चाहिँ मैले काटेर राखेको बन्दा पनि एड गर्दैछु। बन्दा पनि एड गर्दैछु। बेसार राख्दैछु यति जति। यसरी बिट्ने। अनि यसमा चाहिँ स्वाद अनुसारको नुन पनि राख्ने, आफ्नो स्वाद अनुसारको कतिको चाहिन्छ। म्यास गरेको आलु राख्ने र यसलाई चाहिँ एकछिन भुट्ने। धेरै बेर पकाउनु पर्दैन, किनभने यो चाहिँ उसिनेको आलु भएकोले एकछिन मात्रै कलर आउन्जेल। यसलाई छोपेर राख्दिउँ। मैले चाहिँ यहाँ स्वादको लागि थोरै मरिचको धुलो पनि राख्दैछु। यसमा हजुरहरूले अदुवा र लसुनको पेस्ट पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ अहिले सिधिरहेको भएर मैले चाहिँ त्यो युज गरिनँ, तर हजुरहरूले युज गर्न सक्नुहुन्छ। स्वाद अनुसारको मसला, यो चाहिँ जिरा धनियाँको धुलो। यसलाई पाक्नको लागि चाहिँ एकछिन हामीले छोपेर राखिदिउँ। सो यसलाई चाहिँ मैले 2 मिनेट जति छोपिसकेपछि यो चाहिँ यस्तो भएको छ। र यसको कलर पनि हल्का चेन्ज भइसकेको छ। यो अब उसिनेको भएर धेरै पकाउनु पर्दैन। सो यो चाहिँ हाम्रो लागि अब रेडी भइसक्यो समोसामा हाल्ने तरकारी चाहिँ। सो यसलाई चाहिँ हामी अब समोसाको कोन बनाउन्जेल चाहिँ रेस्टमा राखिदिन्छौँ, सेलाउनको लागि राखिदिन्छौँ। यो डो चाहिँ अब मैले छोपेर राखेको आधी घण्टा भइसकेको छ। अब यसलाई चाहिँ एकचोटि फेरि मजाले चलाउने, एकचोटि यसलाई फेरि मजाले मार्ने। मजाले मारिसकेपछि चाहिँ अब यो बनाएर यसलाई चाहिँ डिभाइड गर्ने। यसरी चाहिँ यसलाई डिभाइड गर्ने। मैले चाहिँ यसलाई 4वटा भागमा डिभाइड गरेको छु। ल यो चाहिँ अब डिभाइड गरेको एउटा उला लिने।
यसलाई चाहिँ हल्का ओभल सेपमा बनाउने, ओभल सेपमा हो भने चाहिँ बेल्न सजिलो हुन्छ। यसमा थोरै डस्ट राख्ने अनि यसलाई चाहिँ यस्तो ओभल सेपमा राखेर अब बेल्न स्टार्ट। यसलाई चाहिँ बेल्ने दुवैतिरबाट बराबर इक्वल फ्लेममा बेल्ने, दुवै साइडबाट बेल्दै जानुपर्छ। यसलाई चाहिँ अब यो बेलेकोलाई चाहिँ यसलाई चाहिँ अब बेलेका यसलाई चाहिँ बिचबाट काट्दिने। यसको एउटा भागलाई राखेर एउटा भागबाट चाहिँ हामी अब फिलिङ बनाउँछौँ। फिलिङ बनाउनलाई चाहिँ यस्तो बिचबाट लिने र यसमा हाफमा पानी लगाउने, एउटा हातको सहायताले पानी लगाउने अनि यसलाई चाहिँ यस्तो गरेर यसमा चाहिँ टच गराइदिने। हेर्न सक्नुहुन्छ यस्तो बन्छ, यस्तो अब चाहिँ हामी यसमा चाहिँ अघि बनाएको फिलिङ चाहिँ भर्दै जाने। सानी लड्छ है सानी, मेरो छोरीले चाहिँ डिस्टर्ब गरेर हैरान छ। यसमा फेरि वरिपरि पानी लगाइदिने, यसरी यसरी पानी लगाइदिने। यसलाई चाहिँ यताबाट मोड्ने, यति आधी मोडेपछि चाहिँ यसमा चाहिँ ध्यान दिने के भने अब यसरी मोडेपछि एउटा औँला राखेर यस्तो गरेर चाहिँ हामीले यसलाई चाहिँ यसरी मोड्नु पर्ने हुन्छ। यो चाहिँ अब हाम्रो समोसा रेडी भइसक्यो। सो मैले चाहिँ समोसा र्याप गरेर सकिसकेको छु, देख्न सक्नुहुन्छ यस्तो राम्रो बनेको छ। अब यसलाई चाहिँ 10 मिनट रेस्टको लागि राखिदिन्छौँ। र त्यतिन्जेल चाहिँ म तेल तताउन जाँदैछु, हेर्न सक्नुहुन्छ यहाँ। यो समोसा चाहिँ रेडी भइसकेको छ र यसलाई चाहिँ म फ्राई गर्न जाँदैछु। मैले चाहिँ यहाँ समोसा फ्राई गर्नको लागि कराई बसालिसकेको छु। मैले कराई चाहिँ यो युज गरेको छु किनभने अर्कोमा चाहिँ तेल धेरै जाने भएकोले। चारैतिरबाट यसलाई चाहिँ पाक्न दिने, यसको कलर चेन्ज नहुन्जेलसम्म। चारैतिरबाट कलर चेन्ज भइसकेछ। यो पाक्यो भनेर बुझ्नलाई चाहिँ हामीले चारैतिरबाट पल्टाएर हेर्नुपर्ने हुन्छ। चारैतिर चाहिँ इक्वल कलर आएको हुनुपर्छ, सबैतिरबाट चाहिँ यो ब्राउन भएको हुनुपर्छ। अनि हामी चाहिँ यसलाई पाक्यो भनेर बुझ्छौँ। देख्न सक्नुहुन्छ यो समोसा चाहिँ अब पाकेर रेडी भइसकेको छ। यसलाई अब झिक्दिने। अब बाँकी भएको समोसालाई पनि हामीले फ्राई गर्न राखिदिने। यसरी सकेसम्म तेलमा डुबाएको छिटो हुन्छ, तर हामीले चाहिँ यसलाई यसरी तेल दिन सक्छौँ माथिबाट। यसरी चाहिँ हजुरहरूले आफ्नै घरमा सजिलो र छिटो तरिकाले चाहिँ समोसा बनाउन सक्नुहुन्छ। मैले पनि यो फर्स्ट टाइम ट्राई गरेको हो, देख्न सक्नुहुन्छ यति राम्रो बनेको छ। हजुरहरूले नै घरमा मजाले बनाएर खान सक्नुहुन्छ। किनेको भन्दा चाहिँ हेल्दी पनि हुन जान्छ र टेस्टी पनि आफ्नो टेस्ट अनुसारको बनाउन सकिन्छ। यसरी सबैतिर तेल हालिदिँदै जाने। अब यसलाई पनि अघिको जस्तै नै ब्राउन हुन दिने, कलर चेन्ज हुन दिने। सो यो चाहिँ हाम्रो अर्को लटको समोसा पनि पाकेर रेडी भइसकेको छ। मिडियम फ्लेममा चाहिँ 10 देखि 15 मिनटमा यो चाहिँ रेडी हुन्छ पाकेर। सो देख्न सक्नुहुन्छ यसको कलर चेन्ज भइसकेको छ। सो यो चाहिँ हाम्रो पाकिसकेको छ यो समोसा, देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ निकालेर हामी खानको लागि रेडी गर्छौँ। सो यो चाहिँ समोसा फ्राई गरेर खानलाई रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ यस्तो राम्रो बनेको छ। जाडो जाडो मौसममा, चिसो चिसो मौसममा तातो तातो समोसा हजुरहरू पनि ट्राई गर्नु होला घरमा बनाएर। हामी चाहिँ अब यसलाई खान्छौँ। हाम्रो चाहिँ समोसा फाइनली यस्तो भइसकेको छ। लुक्स हेर्न सक्नुहुन्छ यस्तो राम्रो बनेको छ। यस्तो क्युट चाहिँ आफ्नो घरमा बनाएर खानु होला चिसो चिसो मौसममा। तातो तातो समोसा हामी चाहिँ आज अचारको साथै चियासँग खान गइरहेको छौँ। सो म तपाईहरुलाई चाहिँ यो भाँचेर देखाउँदैछु कतिको क्रिस्पी बनेको छ भनेर।
देख्न सक्नुहुन्छ यो चाहिँ एकदम धेरै क्रिस्पी बन्न गएको छ समोसा। मेरो बुढाले चाहिँ यो ट्राई गर्दै हुनुहुन्छ। कस्तो बनेको छ समोसा? मिठो छ, मिठो दामी छ। साँच्ची नै हो नि? साँच्ची हो। एकदम मिठो बनेको छ समोसा चाहिँ। हजुरहरु पनि ट्राई गर्नु होला। के भन्न चाहनुहुन्छ कि? मिठो छ, दिनै यसै गरी खाऊ। खुवाऊ कि खाऊ? खुवाऊ मलाई। Thank you everyone.